पतञ्जलि जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब 1.5 दशकपछि पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल सहित 93 जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गर्यो। बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि पतञ्जलि प्रकरणको विषय पुनः बहसको विषय बनेको छ। आजको यस भिडियोमा पतञ्जलि जग्गाको विवादको जड के हो, पतञ्जलि प्रकरणका मुख्य नायक को हुन्, पूर्व प्रधानमन्त्री नेपालले गरेका निर्णयदेखि अख्तियारले दायर गरेको मुद्दासम्मका विषयमा डिटेलमा बुझौं। भिडियो सुरु गरौं अख्तियारले दायर गरेको मुद्दाबाट। अख्तियारले पतञ्जलि जग्गा प्रकरणमा संलग्न रहेको अभियोगमा बिहीबार पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल सहित 93 जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गर्यो, जसमा अध्यक्ष नेपालका भान्जा तथा सनराइज बैंकको तत्कालीन उपप्रबन्धक मनोज न्यौपाने, तत्कालीन कानून मन्त्री प्रेम बहादुर सिंह, तत्कालीन मन्त्री डम्बर बहादुर श्रेष्ठ बितिसकेकाले उनका छोरा सन्तोष श्रेष्ठ, तत्कालीन मुख्य सचिव माधव प्रसाद घिमिरेको हकमा उनकी श्रीमती कमला घिमिरे, भूमि सुधार सचिव छविराज पन्त लगायत समावेश छन्, जसमध्ये मनोज न्यौपाने पूर्व प्रधानमन्त्री नेपालका आफ्नै भान्जा हुन्। अख्तियारले नेपाल विरुद्ध मात्रै 18,58,50,000 रुपियाँ बराबरको बिगो जरिवाना र 13 वर्ष कैद सजायको माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। मन्त्री परिषदले सरकारीकरण हुनुपर्ने जग्गा सट्टापट्टाको सुविधा दिएको, मन्त्री परिषदका सचिव माधव कुमार घिमिरेमाथि अनावश्यक दबाव दिएको, काभ्रेको साँगा, महेन्द्र ज्योति र चलाल गणेश स्थानमा खरिद भएको करिब 554 रोपनी जग्गालाई मान्यता दिने नियतले मन्त्री परिषदमा प्रस्ताव पेश भएको र त्यसलाई स्वीकृति गरेको लगायतका आरोप नेपालमाथि अख्तियारले लगाएको छ। नेपाल विरुद्ध मुद्दा दायर गर्नुभन्दा पहिला गत वैशाख 22 गते अख्तियारले नेपालसँग सुटुक्क बयान पनि लिएको थियो। मुद्दा दायर भएपछि नेपालले पतञ्जलिको विषयमा गलत निर्णय नगरेको र ओलीले आफ्नो राजनीतिक करियर सिद्ध्याउन लागेको आरोप लगाए। उनले यति मात्रै भनेनन्, आफूमाथि बदलाको भावनाले मुद्दा लगाएको पनि दाबी गरे। मेरो क्यारियरलाई समाप्त पार्नेमाको नियतै हो। पहिले पनि उहाँले यस्तो किसिमले पटक पटक कोसिस गर्नु भएको हो। उहाँ चाहिँ भनेको बदलाको भावनाबाट चल्ने मान्छे, बदलाको भावनाबाट बोलेको अर्थ लाग्छ मैले बोल्नु मिल्दैन। मैले अहिले बोलेँ भने आफूमाथि परेको उनीहरूले उठायो भन्ने कुराहरू गर्दा, तर सबै हेर्ने न्याय जिउँदैछ। त्यो न्यायभन्दा ठुलो कुरो केही पनि हुँदैन, सत्यभन्दा ठुलो कुरो केही पनि हुँदैन। नबिराउनु नडराउनुको मान्यतामा म उभिन्छु। मैले कुनै पनि अनुचित काम गरेको छैन र मैले अनुचित कामलाई प्रोत्साहन दिन पनि चाहन्छु। यस्तै नेकपा यसले पनि अध्यक्षमाथि सरकारले राजनीतिक प्रतिशोध साधेको टिप्पणी गर्यो। अख्तियारले यसअघि ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुद्दा चलाउँदा मन्त्री परिषदको निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने तर्क दिँदै पूर्व प्रधानमन्त्री नेपाल र बाबुराम भट्टराई विरुद्ध मुद्दा दायर गरेको थिएन। अख्तियारको निर्णय लगत्तै ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री नेपाल सहित अर्का पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई पनि प्रतिवादी बनाएर मुद्दा चलाउनु पर्ने माग दाबीसहित सर्वोच्च अदालतमा रिट दायर भएको थियो। उक्त रिट निवेदन सर्वोच्च अदालतमा अहिलेसम्म विचाराधीन छ। नेपालको राजनीतिक इतिहासमा पूर्व प्रधानमन्त्री विरुद्ध अख्तियारले नै पहिलो पटक मुद्दा दायर गरेकाले कानून सबैका लागि बराबर रहेछ भन्ने आधार भेटिएको छ भने अर्कोतर्फ राजनीतिक वृत्त तरङ्गित बनेको छ। किन भन्दा नेपालमा वर्तमान प्रधानमन्त्री ओलीदेखि पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड लगायतमाथि पनि गिरिबन्धु टी स्टेट, व्हाइटबडी जहाज खरिद प्रकरण र शेरादरबार प्रकरणमा आरोप लागे पनि मुद्दा दायरको कुरा त परकै कुरा थियो, अहिलेसम्म छानबिन समेत भएको छैन। पूर्व प्रधानमन्त्रीदेखि वर्तमान प्रधानमन्त्री विरुद्ध भ्रष्टाचारका आरोप लागे पनि गाईगुई हल्ला चलेरै विषय सेलाउने प्रवृत्ति कायमै छ। पतञ्जलि प्रकरणमा विवादको जड के हो? पतञ्जलि प्रकरणमा विवादको मुख्य जड हो माधव नेपाल नेतृत्वको तत्कालीन मन्त्री परिषदले कानून विपरीत गएर हदबन्दीमा रहेको जग्गा बिक्री, सट्टापट्टा र ठाउँसारी गर्न अनुमति दिनु। कसरी भन्दा भारतको पतञ्जलि योगपीठले काभ्रेमा आयुर्वेद शिक्षालयदेखि अस्पताल र जडीबुटी फार्म सञ्चालन गर्न 2064 सालमा कम्पनी दर्ता गरेको थियो। पतञ्जलिले साबिक काभ्रे जिल्लाको नासिगा स्थान सागा र महेन्द्र ज्योति गाविस तथा चलाल गणेश स्थान हाल बनेपा नगरपालिकामा 593 रोपनी 5 आना 1 दाम 1 पैसा जग्गा खरिद गरेको थियो। कम्पनीले धुलीखेलमा 88 रोपनी 1 पैसा 1 दाम किनेको छ। त्यही जग्गामा मात्रै पतञ्जलि केन्द्र सञ्चालनमा छ। त्यस स्थानमा सोभन्दा बढी जग्गा खरिद गर्न नपाएको भन्दै संस्थाको मूल उद्देश्य अनुरूप सञ्चालन गर्नका लागि जग्गा बिक्री, सट्टापट्टा र ठाउँसारी गर्न अनुमति दिनुहुनु भनी
पतञ्जलि कम्पनीका सञ्चालक शालिग्राम सिंहले भूमि सुधार मन्त्री समक्ष 17 फागुन 2066 मा निवेदन दिए। सोही निवेदनको आधारमा बिक्री हुने जग्गाबाट प्राप्त रकम बराबरको जग्गा जुन प्रयोजनका लागि खरिद गरेको हो सोही प्रयोजनमा मात्रै प्रयोग हुने तथा 18 माघ 2066 मा विधेयक समितिको निर्णयको अधीनमा रहने गरी हदबन्दी भन्दा बढी जग्गाको बेचबिखन गरी सट्टापट्टा गर्न स्वीकृति दिने गरी 6 चैत 2066 मा माधव नेपाल नेतृत्वको मन्त्री परिषदबाट निर्णय गरियो। त्यति बेला अर्थात् 1.5 दशक अघि माधव कुमार नेपाल नेतृत्वको मन्त्री परिषदले हदबन्दी भन्दा बढी जग्गा बिक्री सट्टापट्टा र ठाउँसारी गर्ने भन्ने एकजना सञ्चालक शालिग्राम सिंहको निवेदनको भरमा बेच्न अनुमति दिएको थियो। त्यति बेला पतञ्जलिले करिब 600 रोपनी जग्गा किनेको थियो। कतिपय जग्गा त्यसभन्दा अघि नै खरिद गरिएको थियो। जग्गा किनेको केही महिनामा नै पतञ्जलिको कम्पनीले जग्गा बेच्ने निर्णय गर्यो। कानुनतः हदबन्दी छुटको जग्गा बेच्न मिल्दैन। कम्पनी विघटन हुँदा सहुलियतको जग्गा स्वतः सरकारीकरण हुने कानुनी व्यवस्था छ। तर 2066 सालमै तत्कालीन सरकारले जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेको थियो। मन्त्री परिषदले कुन कुन जग्गा बिक्री गर्ने, कुन कुन सट्टापट्टा र कुन कुन ठाउँसारी गर्ने भन्ने कुनै विवरण नै नलिई पतञ्जलिका सञ्चालकको हचुवाको निवेदनको भरमा जग्गा बिक्री सट्टापट्टा र ठाउँसारी गर्न अनुमति दिएको थियो। मन्त्री परिषदको निर्णयपछि कति जग्गा बिक्री सट्टापट्टा र ठाउँसारी भए भन्नेतिर कहिल्यै हेरिएन। अहिले करिब 1.5 दशकपछि अख्तियारले मन्त्री परिषदको निर्णयमाथि छानबिन गरेर पूर्व प्रधानमन्त्री नेपाल लगायत 93 जना विरुद्ध मुद्दा दायर गरेसँगै अल्झिएर रहेको पतञ्जलि प्रकरण विवाद न्यायिक निकायमा प्रवेश गरेको छ। पतञ्जलि प्रकरणका मुख्य नायक को हुन्? पतञ्जलि जग्गा प्रकरणका मुख्य नायक हुन् शालिग्राम शर्मा। शर्मा पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका सञ्चालक हुन्। पतञ्जलिलाई हदबन्दी छुटमा जग्गा मिलाउनेदेखि बेचबिखन गर्नेसम्म उनको मुख्य भूमिका रहेको अख्तियारको छानबिन प्रतिवेदनले देखाउँछ। उनकै सक्रियतामा हदबन्दी छुटमा जग्गा लिनेदेखि महँगोमा बेच्नेसम्मको काम भएको छ। मुनाफा वितरण नगर्ने उद्देश्यले खोलिएको पतञ्जलि कम्पनीले पछि शालिग्रामकै मुख्य भूमिकामा रहेर नाफा खाने उद्देश्यले कानुन विपरीतमा महँगोमा उक्त जग्गा बेचेको समेत थियो। पतञ्जलि नेपाल कम्पनीका प्रमुख समेत रहेका शालिग्रामले पतञ्जलिको तर्फबाट सम्पूर्ण काम गर्ने अख्तियारी पाएका थिए। उनकै मुख्य भूमिकामा यो काम भएको अख्तियारका एक अनुसन्धान अधिकृत बताउँछन्। शालिग्रामको मुख्य डिजाइनमा मालपोत कार्यालयदेखि त्यहाँका सरकारी कर्मचारी, गुठे संस्थान, शाखा कार्यालय काभ्रेका कर्मचारी, भूमि सुधार तथा व्यवस्थापन विभागका कर्मचारी, भूमि सुधार तथा व्यवस्था मन्त्रालयका कर्मचारी, मन्त्री, मुख्य सचिवदेखि प्रधानमन्त्रीलाई मिलाएर यो काम भएको निष्कर्ष अख्तियारको छ। पतञ्जलिको जग्गा प्रकरणका मुख्य व्यक्ति शालिग्राम धनुषाका हुन्। पेशाले इन्जिनियर उनी नेपाल इन्जिनियरिङ काउन्सिलको उपाध्यक्ष समेत बनेका थिए। उनी नेपाली कङ्ग्रेससँग निकट मानिन्छन्। स्रोतका अनुसार सिंह कङ्ग्रेस नेत्री सुजाता कोइरालासँग निकट थिए। कङ्ग्रेसका नेताहरूसँग निकट रहेर आफ्नो सम्बन्ध विस्तार गर्दै उनी पतञ्जलिमा जोडिन पुगेका थिए। सुरुमा उनी योगका लागि पतञ्जलि जान्थे। त्यसपछि पतञ्जलिलाई विश्वासमा लिएर उनी त्यसको नेपाल प्रमुखसम्म बन्न सफल भए। आजको यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला। यस्तै अर्को भिडियोमा पतञ्जलि जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको कनेक्सन बारे पनि चर्चा गर्नेछौँ। त्यसका लागि च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनुहोला।